यो विकेन्डमा क्याम्पिङ गर्दै आफै खाना पकाएर खान, यसरी रुखबाटै आलु बखरा टिपेर खान, अनि इन्द्रावती नदीमा स्विमिङ गर्न हामी पुग्यौं मेलम्चीमा रहेको गुफा डाँडा। काठमाडौँबाट 65 किलोमिटर जतिको डिस्टेन्समा रहेको यो ठाउँ 3 to 4 आवर्सको राइडमा पुग्न सकिन्छ। यहाँ पुग्नलाई हामी चाबेलबाट जर्सिङ पौवाको बाटो हुँदै गयौं। जर्सिङ पौवाको यो चोकबाट राइट लिएर हामी सिन्धुपाल्चोकको बाटो हुँदै मेलम्ची पुग्यौं। बाटो चाहिँ अलिअलि अफ रोड भए पनि भ्यू चाहिँ मजाको देखिरहेको थियो। हामी मेलम्ची वडा नम्बर 13 हुँदै मेलम्चीको बजारमा पुग्यौं र बजारबाट राइट लिएर हामी गुफा डाँडातिर लाग्यौं। बाटो अफ रोड थियो र राति पनि भइसकेको हुनाले हामी त्यो रात ज्यामिरेमै बस्यौं। यसरी ढुङ्गामा बार्बिक्यू गर्दै रमाइलो गर्दै वी एन्डेड आवर डे। भोलिपल्ट बिहानै उठ्यौं तर सनराइज चाहिँ मिस भयो। त्यही भएर गुफा डाँडा जान भन्दा अगाडि अलिअलि चिया नास्ता गरेरै जाने डिसाइड गर्यौं। एन्ड वी वर फाइनली रेडी टु गो। बाटो चाहिँ कम्प्लिटली अफ रोड थियो, त्यही भएर हामीलाई त्यहाँ पुग्न 45 मिनट्स जति लाग्यो। त्यहाँ पुगिसकेपछि ठाउँ चाहिँ यस्तो राम्रो थियो, पिसफुल, क्वाइट र चारैतिर ग्रिनरी। हामीले टेन्ट लगेको हुनाले सेटअप चाहिँ गर्यौं र ब्रेकफास्ट त्यही गर्ने तरिकाले ग्यास, खानेकुराहरू सबै लिएरै गएका थियौं। ब्रेकफास्ट पनि रेडी भयो र सबैजना सँगै मिलेर यस्तो राम्रो भ्यू हेर्दै खाँदाखेरि रमाइलो नै छुट्टै हुने। यो ठाउँ क्याम्पिङ, पिकनिकको लागि चाहिँ पर्फेक्ट हुन्छ। तर ठाउँ ठाउँमा यसरी सिसा फुटेको, प्लास्टिक अनि खानेकुराको खोलहरू फालिएको थियो। आफूले लगेको सामान चाहिँ आफैले फिर्ता लिएर आउनु होला। त्यसपछि एकछिन त्यहाँ बसेर हामी तल गाउँतिर आलु बखरा टिप्नतिर लाग्यौं। रुखभरि यस्तो मजाले फलेको थियो, वी लिटरली could not stop eating it. त्यसपछि टन्नै आलु बखरा टिपेर हामी फेरि ज्यामिरेतिरै फर्कियौं। Stay tuned for our day 2 at मेलम्ची।